एउटा गाउँमा एउटा गरिब केटी बस्ती। उसको यो संसारमा कोही पनि थिएनन्। उसको आमाले मर्ने बेला उसलाई एउटा झोला दिनुभएको थियो। त्यो झोला उसलाई निकै प्यारो लाग्थ्यो। एक दिन गरिब केटी बजार जाँदै थिए। बजार जाने बाटो जङ्गल हुँदै जानु पर्थ्यो। जाँदै गर्दा गरिब केटी ढुङ्गामा अल्झिएर लड्छे अनि उसको हातबाट झोला खोलामा खस्छ। गरिब केटी निकै दुखी हुन्छे र रुन थाल्छे। धेरै बेर रोएपछि खोलाबाट एउटा परी निस्किन्छन्। के भयो, किन रोएको? परीले सोचिन्। मेरो झोला खोलामा खस्यो, गरिब केटीले भन्छे। परीले सुनको झोला देखाउँदै भन्छन्, यो तिम्रो झोला हो। होइन होइन, यो मेरो झोला होइन, गरिब केटीले भन्छे। फेरि पनि परीले चाँदीको झोला देखाउँदै भन्छन्, यो तिम्रो झोला हो। फेरि पनि गरिब केटीले होइन, यो मेरो झोला होइन भन्छन्। अब चाहिँ परीले उसकै झोला देखाउँदै भन्छन्, यो तिम्रो झोला हो। गरिब केटीले हो, यो मेरो झोला हो भन्छे। गरिब केटीको यो इमानदार र असल बानी देखेर परी खुसी हुँदै तीनवटै झोला उसलाई नै दिन्छन् र गरिब केटी धनी हुन्छे। साथीहरू, यो कथाले हामीलाई कहिले पनि लोभ गर्नुहुन्न र गरिब केटी जस्तै इमानदार र असल हुनुपर्छ भन्ने शिक्षा दिन्छ।